हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल है। सबैजनालाई मेरो च्यानलमा धेरै धेरै स्वागत छ। सबैभन्दा पहिला चाहिँ अब आज चाहिँ म मेरो मामाहरुमा छु। अब यो जिम आउँछु। जिम जानै पर्दैन जिमको एक्सर्साइज गर्दै जिम जानै पर्दैन। जाएको त म आँखा टल्किँदो रहेछ एकबाट। यो आँप चाहिँ संसारकै सबैभन्दा एकदमै मिठो आँप हो। एकदमै बवाल आँप हो। यस्तो मिठो हुन्छ कि आँप यो है। यो हाम्रो मामाहरूको आँप बवालै मिठो हुन्छ कि। अनि यो चाहिँ कहिले यो चाहिँ 1 वर्ष फल्ने अनि 1 वर्ष नफल्ने गर्थ्यो। अनि तर चाहिँ फेरि बाले चाहिँ आइडिया लगाउनु भएछ अरे। त्यो फुल फुलेपछि आधी फुल चाहिँ चुडाएर फालिदिनु भएको थियो अरे योभन्दा पहिलो वर्ष। अनि त्यही भएर यो वर्ष पनि मिठो आँप फल्यो। आम्मा दामी आँप फलेछ ल। सही मिठो हुन्छ यो आँप त फेरि फेभरेट हो। यही हाम्रो मामा घर चट्ट लाएर मकै खाने बेला भएको छ। अब यहाँ हामी मकै पोलेर खाने कुरो हुन्छ। अब चट्ट लाएर त्यो कटहरको बोटहरू छ, केराको बोटहरू छिपिन लगाइसकेछ क्या मकै त यार। ए यो ट्याक्क मकैबारी चट्ट लाएर वाउ बेलाउतीको बोट नि छ हाम्रो मगरमा चट्ट लगाएर। गिरामा टन्नै फलेछ। यो लोकल काँक्रो हो फेरि चट्ट लगाएर फले। यो चाहिँ हाम्रो माउहरूको चाहिँ विषादी युक्त हो क्या। विषादी केहीमा हाल्नुहुन्न क्या। न मकैमा न धानमा न तरकारीमा केहीमा विषादी हाल्नुहुन्न। पुरै अर्ग्यानिक हुन्छ हाम्रो माउहरूको चाहिँ। चट्ट लगाएर पुरै अर्ग्यानिक हुन्छ। तर यो काँक्राको बोट चाहिँ अलिकति मोर्ला जस्तो भएछ यार। यस्तै छ। अब हामी यहाँ हाम्रो मौरी पनि छ यहाँनिर। अब मौरीलाई नि हेरौँ भन्नुपर्छ भाइ आज। मौरीलाई हेर्ने कुरो हुन्छ। गरे कराएको भाइ है। जस्तो तपाईँले नि देख्नु भयो बा होइन भनेर सुन्नु भयो है। अझ त मान्छेको बस्ती बाक्लो भयो देखिन्न होला। उसको बेला देखिन्छ। उसको बेला देखिन्छ होइन। मान्छेको बस्ती भएको ठाउँ देखिँदैन। त्यस्तै अलिक पातल भएको ठाउँ सुनसान भएको ठाउँमा टिभिनाजु कहाँ खान ठिक्क हो बा। ठिक्क हो त खाने बेला मिल्ने।
कलिलो कलिलो जति दिनु उति आउँछ खै आमा दिनु त एकचोटि आमाको पौराक है आमा ओहो हेर भैँसी कति मोटो छ असल तरिकाले पाल्नु भएको रहेछ नि आमाले त यति बुढो हुनुभयो आमाले दुना भैँसी यी नातिले यहाँ हरियो मकै खाने कुरो भयो घाँसहरू यति धेरै काट्नुहुन्छ है आमाले आमामा काम धेरै हुन्छ भाइ आमाले त घटाउनु पर्छ हौ यो बाख्राहरू टनाटन बाख्रा यहाँ हेलो के छ भाइ दुध पाक्यो मजाले यो त कोइलाले मात्र पकाउने हो कि यहाँ मामाहरूको दुध अलि यो पुरै प्योर चाल्छु अनि म तर खान्छु त्यसपछि अझै यहाँ मकै पाक्दैछ तर मात्र खाने हो कि घाँस नि काटिदिने हो आबोलाई घाँस काट्न नि आउँदैन होला है तपाईँलाई आजको तरकारी रेडी भयो गाइज बा बाह्र आमाले हेर्नु न यहाँ भैँसी कत्रो मोटो बनाउनु भएको यतिको भैँसी त मोटै हो नि कस्तो बन्दोबस्तको गोठ रहेछ है पुरै बस्दै बस्नु हुन्छ यहाँ पुरै नाति केटा के नात 10,000 को दाउरा हो त आफ्नो बारीमा जम्मा त्यति आफ्नो बारीमा नि के पैसा लाग्यो अनि त काटेको र ल्याएको ए काट्दै ल्याइदिए हो काट्न अब ल्याउनु त मैले भारी हाले कस्तो लागिरहेको म्याम मेरो मामाहरु एकदम रमाइलो हो यस्तै मामा घर यस्तै गाउँठाउँ मनपर्छ नि त मलाई त अब मकै पोलेर खाइन्छ त्यही कुरो बाटोमा देखेको थियो ओहो वाउ कस्तो भइरहेछ लोकल प्योर मकै पोल्दाखेरि चाहिँ दामी तपाईं खाने हो कि खाने हैन किन खाने लौ अहिले मलाई न्यू नखोज्नु है दिन फेरि तपाईलाई अझै के बोल्यो है मलाई न्यू खोज्नु भयो भने तपाईले पाउनुहुन्न चिया बनाउनु पर्यो बनाउन प्लिज चिया वाउ पर्छ हामी अस्ति चेप्यौँ है दौरा खाएँ पोलेर है अझ दामतिर है लु उसले साइन लाग्यो के है अब हामी चाहिँ अब हनी हन्ट गर्न लाग्यो 12 मैले चाहिँ घरकै हनी हन्टकै फेरि
कस्तो हुन्छ म देखाउने छु म गएर चिया खाएको बाजे रेडी भइसक्नु भयो है त म देखाउँछु भाइलाई खोल्नु भयो यो चाहिँ आधुनिक घार होइन यो चाहिँ अर्ग्यानिक घार हो यो चाहिँ यो घार भएको चाहिँ 25-30 वर्ष भइसक्यो अझ बढी भइसक्यो क्या आधुनिक घार पनि छ यहाँ उतापट्टि मरछाप्रा जुलियाले खाएर यहाँ तारले बाँधेको आएन यता आयो चुली खेल्ने है अब टुन सम्भावना हुन्छ बा हो ओए ओए जानुपर्छ त्यहाँ खिचिन्छ ल अन्त त्यहाँ खिच्नु त्यहाँनिर यति खिच्नु क्यामेरा आउने छ नरहेछ बा नरहेछ छ कि छैन 4 दिन राख्नुपर्छ हो भरिया रहन्छ सेता मात्रै रहेछ ए ल भयो त्यसो ल भोलि गर्छ बाबु मैले खेलेँ कि मैले यो चाहिँ अझै अलि बेला भएको रहेछ यो मौरी चाहिँ अब अझै अब 1 हप्तामा भरिन्छ है बा अब 1 हप्ता अब 1 हप्तामा फेरि टोकिदिने होला यहाँ टोकिदियो मलाई मौरीले कि होइन कि बेला भएन होला बा भरिन पर्छ ल भयो बा भयो होइन ऊ हो कि बनाउँदै हो पाकिसक्यो अरे कोदो पाके छैन अब छिमाले हुन्छ यो चाहिँ मौसम अनुसारले गर्दा टिप्नुपर्छ यसलाई प्रगति हुँदै त्यो यस्तो हुन्छ यसलाई असारे कोदो भनिन्छ यसलाई चाहिँ दुईचोटि लाउँछ र कोदो लाउँदैन एउटा अब भदौमा लाउने कोदो अलग्गै हुन्छ यो अहिले असारको कोदो हो यो यसको नाम हो पाउँदुरे कोदो र भदौमा लाउने चाहिँ डल्ले कोदो भन्छन् कृषि प्रधान हो सही हो खतरा डिफिनेसन पायो ल कोदोले यार टाइममा यसलाई टिपिरहनु पर्छ यो फलिरहने हो र अब यो पाक्दै जान्छ यो पाकेको टिप्ने अनि 2-4 दिनपछि यो पाक्यो फेरि टिप्ने अनि ए म त फेरि यो काटिसकेपछि फेरि त्यहीँ बोलाउने होला होइन कहाँ होइन टिप्दै जाने लाँदै जाने लास्टमा फिनिस कटिङ गरिदिने हामी चाहिँ मौरी पनि हेरियो तर मौरी चाहिँ अलि बेला भएको रहेछ अनि त्यसपछि यहाँ फाइनली टोक्न नि टोक्यो मलाई यहाँ टोक्यो मौरीले अनि अब 1 हप्ता पछि बल्ल मह लाग्छ भन्नुभयो त्यो भएर हामी यति छोड्यौँ त्यही कुरो भयो यहाँनिर आइयाबाट टोक्यो मकै बारी गराम हरियो काँक्रो गराम बा मिठो छ बा मिठो छ खेलेको पसलमा चाहिँ यो छुँदै अब चाहिँ हामी माउहरूबाट ब्याक टु होम हुन लागिरहेको छौँ माउहरू बस्यो एकदिन रमाइलो भयो के खायो आनन्दले चट्टाएर बामासँग बस्यो अब चाहिँ हामी पालुङटा मुभ टु पालुङटा है त
Keep watching, guys.